हजुर नेपाली भाषा बोल्नु के गाह्रो पर्छ उहाँहरू अलिक आफ्नो भाषा चाहिँ राम्रो जस्तो उहाँहरूको समुदायबाट यो राउटे भाषाबाट चाहिँ नमस्कार भन्दाखेरि के भन्नुहुन्छ उहाँहरूले तपाईँहरूको आफ्नै भाषा पनि बोल्न आउँछ नमस्ते नै भन्नुहुन्छ ए अनि स्कुल जानु भएको छ कि छैन तपाईँ ए आफ्नो नाम लेख्न आउँछ नेपालीबाट लेख्न आउँछ स्कुल पढ्न चाहिँ किन मन लागेन तपाईँहरूलाई भनेपछि मुखियाले स्कुल पठाउनुहुन्न तपाईँहरूलाई किन तपाईँलाई यस्तो सहर बजारमा बस्न मन लाग्छ आज चाहिँ हामी तामिङ सेलुङको उल्टो घरमा चाहिँ आएको छौँ खसीहरू पनि खानुहुन्छ ए हामी त थोरै अध्यक्षज्यूसँग हामी जोडिन्छौँ सर उहाँहरूको यो नेपालीसँग हामीसँग नेपाली समाजमा उहाँहरूलाई घुलमिल गरेर बोल्न बस्न कतिको सहज हुन्छ उहाँलाई अब आफ्नो भाषामा अलिकति अब केटा मान्छेलाई त सहजै छ केटीहरूलाई चाहिँ अलिक अप्ठ्यारो छ केटीहरूलाई निकै अप्ठ्यारो छ अलिक कम बुझ्नुहुन्छ त्यही भएर यता म्यामसँग पनि म जोडिएँ म्याम थोरै केटीले चाहिँ थोरै कम मात्रै भाषा बुझ्ने केटाहरूले चाहिँ धेरै बुझ्नुहुन्छ है उहाँलाई स्कुलै पठाउनुपर्छ मुखियालाई भनेर उहाँसँग तपाईँहरूको त्यो कुराकानी गर्दाखेरि उहाँहरूको मुखियाले के भन्नुहुन्छ म्याम संस्कारै नपढ्ने छ हामी जङ्गलमै घुम्ने फिर्ने हाम्रो हुनुहुन्थ्यो जीवन बिताइरहेको हामीले त्यो भएर पनि हामी चाहिँ पढाउँदैनौँ भन्ने खालको मुखियाले डाइरेक्ट भन्नुहुन्छ खासै राउटेहरूको 3टा महासत्र हजुर हजुर पहिलादेखि नै कृषि पढाइ र पैसा हजुर अहिले पैसा चाहिँ के उहाँहरू अहिले चाहिँ कृषि र चाहिँ यस्तो कामहरू अलिक कम गर्नुभएको सर उहाँहरूको छुट्टै पैसा चाहिँ रहेछ कि रहेन सर भनेपछि स्कुल पनि छैन उहाँहरूको समुदायमा हामीले चाहिँ अहिले स्कुल सुरुवात गरेका छौँ हजुर तर उहाँहरूकोमा लागि छुट्टै छैन भनेपछि उहाँहरूलाई स्कुलमा घरिघरि ल्याउनुहुन्छ उहाँ ल्याउँछौँ हामी हाम्रो पनि समुदायमै घुमन्ते स्कुल छ हजुर त्यहीमै हाम्रो साथीहरूले चाहिँ पढाउँदैछ आज सम्झना राउटेको भाइ पनि आएको भन्ने हामीले बुझेछौँ थोरै देखाउन मिल्छ नवीनजीलाई यता नवीन के भन्नुहुन्थ्यो उहाँहरूको नाम नवीन के पो सम्झनाको भाइलाई गइसक्यो बोलाएर ल्याउनु अर्कोले ल्याउनु न है भाइ के बस्नु है ओके बस्नु न चयन गर्दाखेरि कतिको गाह्रो हुँदो रहेछ स्थानीय सरकारहरूसँग कुरा गरेर गाह्रै छ उहाँहरूको बसोबास चाहिँ कस्तो ठाउँमा हुँदो रहेछ यस्तो जङ्गलहरूमा है त्यो म्युजिकमा त सबै कस्तो गरिरहेछ कतिरहेको ए दाजुको ए ठिक छ चाहिँ बस्नुहुन्छ उहाँहरू सहर बजारमा उहाँहरू झर्न पाउनु मान्नुहुन्न यसो सामानहरू किन्न यता घुम्न त आउनु नि भयो तर उहाँहरू बस्ने चाहिँ जङ्गलमै